सुरु गर्दा सबैले गर्ने यी 5वटा मिस्टेक हजुरहरूले यदि अपनाउनु भएन भने चाहिँ तपाईको भिडियो भाइरल हुन सम्भावना छैन साथीभाइहरु। हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आई होप तपाईहरु सन्चै आराम हुनुहुन्छ होला। म पनि सन्चै आराम छु साथीभाइहरु। आज चाहिँ तपाईहरुलाई मैले युट्युबको बारेमा चाहिँ धेरै कुराहरु शेयर गर्दै छु। जस्तो कि तपाईहरुले भिडियो त हाल्नुहुन्छ होला तर भिडियोमा भ्युज आउन्न होला। मिस्टेक हजुरहरुको थम्बनेलमा हैन, हजुरहरुले थम्बनेल पनि राम्रो बनाउनुहुन्छ होला, भिडियो पनि राम्रो बनाउनुहुन्छ होला, तर मिस्टेक कहाँ भइरहेछ साथीभाइहरु सबै कुरा मैले ए टु जेड डिटेलमा बताउने होला छु। तपाईहरु भिडियो लास्टसम्म हेर्नुस्। म चाहिँ अब भिडियो स्टार्ट गर्छु है। साथीहरु त बिगिनरले गर्ने यी 5 गल्तीको बारेमा मैले स्टेप बाइ स्टेप सम्झाउने छु। यस्ता गल्तीहरु हजुरहरु फेरि पनि गर्नुहुन्न। यो भिडियोबाट चाहिँ तपाईहरुले धेरै कुरा सिक्न पाउनुहुनेछ। यो भिडियो हेरिसकेपछि तपाईलाई अरु भिडियो चाहिँ हेर्न पर्दैन। तपाईहरुको 10-15 भ्युज आएर चाहिँ रोकिजान्छ भनेकोमा तपाईहरुको निम्ति हो यो भिडियो। अनि साथीभाइहरु यस्ता गल्ती गरेपछिमा तपाईहरु कहिले पनि युट्युबमा सक्सेस पाउनुहुन्न साथीभाइहरु। युट्युबमा सक्सेस पाउनको निम्ति चाहिँ हजुरहरुले धेरै नै मेहनत गर्नुपर्छ। अनि साथीभाइहरु युट्युबमा ग्रो हुनु छ भने तपाईहरुले चाहिँ कन्सिस्टेन्सी देखाउनु पर्ने हुन्छ र आफ्नो टपिकलाई चाहिँ रेगुलरली इम्प्रुभ चाहिँ गराउँदै जानुपर्ने। टपिक इम्प्रुभ भएन भने तपाईहरुको भिडियोमा क्वालिटी, भोइस क्वालिटी र हजुरको ट्यालेन्ट इम्प्रुभ भएन भने चाहिँ कहिले पनि तपाईहरु चाहिँ युट्युबमा सक्सेस पाउन सक्नुहुन्न। अघिल्लो भिडियोमा मैले हजुरहरुलाई सिकाएको थिएँ थम्बनेल कसरी बनाउँछन् भनेर। हजुरलाई इजी तरिकामा तपाईहरु त्यो भिडियो हेर्नु भएको छैन भने चाहिँ तपाईहरु गएर चाहिँ वाच गर्न सक्नुहुन्छ त्यो भिडियो र तपाईहरुले चाहिँ त्यहाँदेखि थम्बनेल कसरी बनाउँछन् भनेर चाहिँ सबै आइडियाहरु लिन सक्नुहुन्छ साथीभाइहरु। यदि तपाईहरुलाई आफ्नो भ्लग भिडियो चाहिँ भाइरल बनाउन चाहनुहुन्छ भने चाहिँ आजदेखि यी 5 कुराहरु फलो गर्नु साथीभाइहरु। तपाईहरुले तपाईको भिडियो जस्तो भए पनि तपाईहरुको हुक र थम्बनेल र टाइटल चाहिँ खतरा नै हुनुपर्छ साथीभाइहरु। तपाईको हुक, थम्बनेल र टाइटल खतरा भएन भने तपाईको भिडियो कसैले पनि हेर्दैन, किन भन्दा एकदम बोरिङ बन्छ। अनि तपाईहरुले दुईटा टिप्स चाहिँ मैले सिकाउन बाँकी छ साथीभाइहरु। तपाईहरुलाई म दुईटा टिप्स पनि बताउँछु, किन भन्दा तपाईहरुलाई चाहिँ तिनी इम्पोर्टेन्ट छन्। तपाईहरुले चाहिँ भ्लग बनाइरहनु भएको छ भने तपाईहरुले ब्याकग्राउन्ड म्युजिक चाहिँ अवश्य युज गर्नु होला। किन भन्दाखेरि तपाईहरु नयाँ नयाँ हुनुहुन्छ भने चाहिँ तपाईको भिडियो पनि हल्का इन्गेजिङ हुनुपर्छ साथीभाइहरु। नर्त भने कसैले नचिनिएको मान्छेलाई चाहिँ भिडियो हेर्दैनन्। यदि कसैले हेर्यो भने पनि फेरि हेर्न मन लागोस् त्यसलाई, त्यस्तो खालको चाहिँ भिडियो हुनुपर्ने रहेछ साथीभाइहरु। मैले चाहिँ बुझे बल्ल अबदेखि म पनि यिनी स्टेपहरु चाहिँ फलो गर्दै जाने होला छु साथीभाइहरु। तपाई पनि फलो गर्नुस्, तपाईहरु पनि अघि बढ्नुस् हैन। तपाईहरुको निम्ति म साथमा छँदैछु। हजुरले बोलेको चाहिँ एकदम क्लियर हुनुपर्छ साथीभाइहरु, क्लियर बोल्नुस्। भ्लगमा बोल्दा खोज्दा चाहिँ नअड्किनुस् हैन। के बोल्ने कसो बोल्ने भन्ने कुरा हुँदैन त्यहाँ। तपाई मनदेखि जे आउँछ बोलिरहनुस्। तपाईहरुले यति आज रोकिनु भयो भने तपाईहरुको जिन्दगीमा सधैँभरि रोकिरहनुहुन्छ। समय आउँछ पर्खिदैन, बगेको खोला फर्किदैन भन्ने तपाईहरुलाई थाहा नै होला साथीभाइहरु। यदि तपाईहरुको समय वेस्ट हुँदैछ भनेसीमा तपाईहरु यो समयलाई वेस्ट जान नदिनुस्, युज गर्नुस्। केही न केही चिजमा चाहिँ लगानी गर्नुस् साथीभाइहरु। तपाई यदि भ्लग भिडियो बनाउनुहुन्छ भने मेहनत गर्नुस् साथीभाइहरु। भिडियो राम्रो मात्रै भएर हुँदैन, तपाईको मेन चिज दिनभरि के भयो कस्तो भयो रमाइलो भन्ने चाहिँ भिडियोको फर्स्टमा चाहिँ 10 सेकेन्डको हुक लगाउनु पर्ने हुन्छ साथीभाइहरु। तपाईहरुले भ्लगमा त्यो हुक कस्तो खालको हुनु पर्यो, दिनभरिमा तपाईहरुको कमेडी कहाँ भएछ, रमाइलो कहाँ भएछ, इन्ट्रेस्टिङ पार्ट चाहिँ तपाईहरुले कट गरेर चाहिँ अगाडि ल्याएर हुक बनाउनु साथीभाइहरु। किन भन्दा तपाईको भिडियो क्लिक गर्ने बित्तिकै तपाईको हुक आउँछ पहिला सुरुमा हैन। त्यो भिडियोको पुरा लाइन कस्तो छ भन्ने कुरा त्यो हुकले बताउँछ साथीभाइहरु। 10 सेकेन्डको हुकले तपाईहरुको भिडियो कस्तो छ अगाडि भनेर, त्यसैले चाहिँ इन्ट्रेस्ट लिन्छन् मान्छेहरुले, तपाईहरुको भिडियो हेर्छन्। अब थम्बनेलको कुरा आयो साथीभाइहरु। तपाईको थम्बनेल पनि धेरै नै इम्पोर्टेन्ट छ। तपाईहरु जस्तो कि अब युट्युब भिडियो स्क्रोल गर्दै गर्दा तपाईको थम्बनेल देखेर चाहिँ रोकिन्छन् मान्छेहरु। यो भिडियोको जज गर्छन् के मान्छेहरु, थम्बनेल देखि चाहिँ जज गर्छन् साथीभाइहरु। अब तपाईहरुको थम्बनेल त्यस्तै छ, मान्छेहरुलाई हेर्नै पर्ने खालको बनाइदिन्छ। तपाईहरुको भिडियो क्लिक नगरेसम्म तलतिर जानै स्क्रोल गर्न मन लाग्दैन भनेसीमा तपाईको भिडियो थिच्छ। यदि भिडियो थिचिसकेपछिमा चाहिँ मेन कुरा के रहेको छ भन्दाखेरिमा अब भिडियो गएपछि तपाईहरुको हुक चाहिन्छ। अब भिडियो क्लिक गरिसकेपछि फर्स्टमा आउने हुक हो साथीभाइहरु। तपाईहरुको हुक एकदमै इन्ट्रेस्टिङ हुनुपर्छ। दिनभरिको इन्ट्रेस्टिङ पार्ट र कमेडी खालको पार्ट चाहिँ अगाडि ल्याएर 10 सेकेन्डको लगाउनुस् है त। धेरै लामो पनि राम्रो हुँदैन, 10 सेकेन्डसम्मको लगाउनुस्, भिडियो स्टार्ट गर्नुस्। अनि दिनभरिमा के कसो हुन्छ त्यो चाहिँ देखाउनुस् आफ्नो भ्युअरहरुलाई। चाहिँ हाम्रो लाइभ नै हाम्रो कन्टेन्ट हो साथीभाइहरु। हामी भ्लगरको लाइभ नै कन्टेन्ट हुन्छ साथीभाइहरु। हामीले आफ्नो लाइभलाई कन्टेन्ट बनाएर चाहिँ पब्लिस गर्ने साथीभाइहरु। हजुरहरुले चाहिँ बिहानदेखि
बेलुकासम्म चाहिँ भिडियो सुटिङ गर्नुहोस् अनि रातिमा एडिट गरेर चाहिँ भोलिपल्ट अपलोड गर्न सक्नुहुन्छ तपाईँहरू। फर्स्टमा चाहिँ तपाईँको हुक राम्रो हुनुपर्ने हुन्छ, सेकेन्ड चाहिँ तपाईँहरूको टाइटल राम्रो हुनुपर्ने हुन्छ साथीभाइहरू। टाइटल लेख्दा चाहिँ एकदम ध्यान दिएर लेख्नुहोस्। आखिरमा थर्ड स्टेप चाहिँ थम्बनेल चाहिँ खतरा एडिट गर्नु साथीभाइहरू, प्रोफेसनल थम्बनेल एडिट गर्नु साथीभाइहरू। तपाईँको भिडियो हेर्छन् या हेर्दैनन् त्यो चाहिँ तपाईँको थम्बनेलबाट हुन्छ साथीभाइहरू। थम्बनेल राम्रो बनाउनु भयो भने तपाईँहरूले तपाईँको भिडियो चाहिँ एक न एक दिन चाहिँ भाइरल हुने चाहिँ सम्भावना हुन्छ, किन भन्दा होइन त्यसले गर्दा तपाईँको भ्युअरले चाहिँ भिडियो हेर्छन् साथीभाइहरू। थम्बनेल किन भन्दा सबभन्दा अगाडि देखिने चाहिँ थम्बनेल हो साथीभाइहरू। त्यसपछि तपाईँको हुक डेन्जर हुनुपर्छ अनि टाइटल पनि डेन्जर हुनुपर्छ, खतरा साथीभाइहरू। यदि तपाईँहरू त्यो एडिट गर्न यताउति आउँदैन भनेपछि तपाईँहरू मलाई भन्न सक्नुहुन्छ, त्यहीका निम्ति म अलग्गै एउटा भिडियो ल्याउनु छु हुक कसरी गर्ने एडिट गर्ने भनेर। सबै कुराहरू जान्न मन छ भने चाहिँ मलाई कमेन्ट गर्नुहोस् होइन। नेक्स्ट भिडियो चाहिँ यो त्यही लिएर आउनेछ साथीभाइहरू। म पनि अहिले चाहिँ 90 डेजको च्यालेन्ज चाहिँ लिइसकेको छु साथीभाइहरू। तपाईँहरूलाई यी 5 टिप्सहरू तपाईँहरूलाई राम्रो कस्तो लाग्यो तपाईँलाई भन्नुहोस् साथीभाइहरू। यार धेरै नै मेहनत गरेर मैले भिडियो बनाएको छु। यदि भिडियो राम्रो लाग्यो भने चाहिँ भिडियोलाई लाइक कमेन्ट सेयर गर्नु होला। यदि तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब पनि गर्नु होला साथीभाइहरू। आजको भिडियो यहीँसम्म साथीभाइहरू। म पनि अब ड्युटी जानुपर्ने हुन्छ साथीभाइहरू, मेरो ड्युटीको टाइम भइसकेको छ। आजको भिडियो यहीँ अन्त्य गरौँ साथीभाइहरू। बाई बाई साथीहरू, टेक केयर।